हेलो नमस्ते, म नम्रता सापकोटा। अहिले तपाईहरु हेर्दै हुनुहुन्छ आशिष पुरुष अफिशियल युट्युब च्यानल। यो च्यानलमा एकदमै राम्रो कामहरु हाम्रो आशिषजीले बाहिर बसेर पनि एकदमै राम्रो विदेशबाट इभन विदेशमा बसेका नेपालीहरुलाई पनि एकदम सपोर्ट गरिराख्नु भएको छ एन्टायर टिमहरुले नै। र उहाँलाई एकदमै कङ्ग्रेचुलेसन भन्न चाहन्छु र थ्यांक यू सो मच मैले यसरी बोल्न पाए। प्लिज यो च्यानललाई लाइक गरिदिनु, सब्स्क्राइब गरिदिनु अनि शेयर पनि गरिदिनु होला। आई लभ यू। हेलो गाइज, नमस्ते। मलाई मेरो स्वास्थ्य चाहिँ अलिक ठीक छैन, त्यही भएर म अलि धेरै समयपछि भ्लगमा आउँदैछु। यहाँहरु सबैजनालाई हार्दिक स्वागत छ आशिष पुरुष अफिशियल युट्युब च्यानलमा। आज मसँग मेरो ह्यान्डसम भाइ पनि हुनुहुन्छ। आज हामी चाहिँ यहाँ शारजा एयरपोर्ट, तपाईहरु देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा शारजा एयरपोर्टमा छौं र हामी चाहिँ आज विशेष गरी भोलि 12 तारिक हुने कार्यक्रमको लागि नेपालबाट कलाकारहरू आइसक्नु भएको छ। टङ्क बुढाथोकी, मेलिना राई, नम्रता सापकोटा, अर्को एकजना मोडल हुनुहुन्छ समीक्षा पोखरेल। सो हामी चाहिँ उहाँहरूलाई वेलकमिङ गर्नको लागि वेट गरिरहेछौँ। यो भिडियो विशेष रहनेछ, भिडियो चाहिँ अन्त्यसम्म हेर्नु होला। आउनुहोस् भिडियोतर्फ लागौँ। भोलि 12 तारिक मार्चमा हुने प्रोग्रामको विशेष एउटा खम्बा भनौँ न, हाम्रो कार्यक्रम संयोजक, दुईटा कार्यक्रम संयोजक मध्येको एक हरि मोक्तान हुनुहुन्छ। हरि चाहिँ कस्तो हुँदैछ हाम्रो यो कार्यक्रमको तयारी चाहिँ? नमस्ते सबैजनालाई। कार्यक्रम एकदमै व्यापक भइरहेको छ, एकदमै राम्रोसँगले कार्यक्रम हुन गइरहेको छ। अब आज चाहिँ हामी एयरपोर्टमा आएको छौँ कलाकारहरूलाई रिसिभ गर्नको लागि। कलाकारहरू अलरेडी आइसक्नु भएको छ, उहाँहरूलाई स्वागत गर्नको लागि हामी अलरेडी रेडीमा छौँ अहिले। दुबईमा बस्ने तमाम दर्शकहरूलाई चाहिँ भोलि कार्यक्रम कहाँ हुने र समय चाहिँ कहिलेदेखि कुन समयमा साथ सुरु हुन्छ थाहा छ? दर्शकहरू चाहिँ बेला बेलामा चाहिँ उहाँहरूले चाहिँ कार्यक्रम चाहिँ 6 बजे भन्यो भने 8 बजे सुरु हुने होइन, 2 बजे भन्यो भने 5 बजे सुरु हुने, त्यस्ता कुराले चाहिँ निकै एकदमै थकित हुनुभएको छ। सो तपाईँले गर्न लागेको, तपाईँको संयोजनमा हुन लागेको कार्यक्रम, भोलिको कार्यक्रमको बारेमा जानकारी दिनुहोस्। कार्यक्रम चाहिँ अस्ट्रेलिया होटल याकिनेतीमा हामीले पोस्टरमा चाहिँ 1 बजे हुने भनेर राखेका छौँ, तर एक्ज्याक्टली कार्यक्रम चाहिँ 2 बजे सुरु हुन्छ। हाम्रो कार्यक्रम चाहिँ त्यसमा चाहिँ 2 मात्रै छैन, एकदम भव्य हुन्छ। ओके, नम्रताजी आइसक्नु भएको छ होइन? सबभन्दा पहिला चाहिँ तपाईँको फ्लाइट कस्तो रह्यो? एकदमै रमाइलो, एकदमै थ्यांक यू सो मच। खानेकुरा पनि मिठो पाएँ मैले फ्लाइटमा, धन्यवाद। खाना छैन दुबईमा चाहिँ धेरै कार्यक्रमहरू गरिसक्नु भयो। यहाँको प्रस्तुति दुबईका दर्शकहरूले देखिसक्नु भएको छ। यसपालि चाहिँ हाम्रो दुबईको दर्शकहरूलाई स्पेसल कोसेली के छ? स्पेशल कोसेली सबैजनालाई एकदमै धेरै माया छ होइन, फेरि त्यही माया नै बोकेर आएको हो म। अनि भोलि सबैजना आइदिनु होला। अनि सबैजना यहाँ त सबैजना आइहाल्नुहुन्छ, भोलि सबैजना आइदिनु होला। एकदमै धेरै माया बोकेर आएको छु म काठमाडौँबाट। फर्स्ट ट्रिप होला सायद है? ओके, के छ कोसेली दुबईको दर्शकहरूलाई भोलि के एकदम स्टेजमा आगो लगाइदिनु? भोलि नै थाहा हुन्छ। सबैजनालाई नमस्ते एकमुष्टमा है, अनि धन्यवाद मलाई यहाँ। सो भोलिको लागि एकदमै दुबईको दर्शकहरू तयारी अवस्थामा हुनुहुन्छ होइन? तपाईँ आइसक्नु भयो, सायद तपाईँले दुबई धेरै पटक गइसकेको छ होइन? तपाईँको गीतहरू सुनिसक्नु दर्शकहरूले। फेरि भोलि स्पेसल के छ भोलि? भोलि अब विशेष हामीले होली उत्सव भन्ने कार्यक्रम यहाँ होइन भइरहेको छ। अहिले केही विशेष होला अरू गीतहरू पनि, र सबै हजुरहरूले मन पराउनु भएको, रुचाइदिनु भएका गीतहरूलाई अरू फरक तरिकाले प्रस्तुति भोलि आयोजन गरिन्छ है। मेलना पनि छु, म छु, अनि साथीहरू हुनुहुन्छ। कार्यक्रम राम्रो हुन्छ भन्ने कुरामा बिकज हामी तयारी गर्न त आएको छौँ, अब यहाँको तयारी पनि भन्ने। ओके, वेल भोलि भनेपछि दुबईको दर्शकहरूसँग हामी होली खेल्छौँ नि त? हुन्छ त्यो टाइपको ड्रेस लिएर आउनुभयो भने हुन्छ भने हामी पनि त्यो अनुसारले नै आएको छौँ। सो भोलि चाहिँ नबिर्सनु होला। अडियन्सको क्वेसन्स ओके, बिग फ्यान अफ यु होइन? मैले सुनेको छु तपाईँको एउटा ब्यागेज छ नि, पुरा रङ भरिएको छ। एउटा ब्यागमा चाहिँ मेरो भन्दा पनि मलाई आजकले ल्याउनु लाउनु भएको रङ छ, सो धेरै नै छ। एयरपोर्टमा हाल्ने बेलामा पनि पुरा एक्साइटेड हुने हाम्रो